दमक सफा नगरहरूमध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ। यो महोत्तरी धनुषा जस्तो अवस्थामा होइन, त्योभन्दा धेरै एडभान्स छ उहाँ। त्यो कल्चरबाट आएको मान्छे यस कल्चरमा अब उहाँले खोइ यहाँ गुइठा बाल्न सिकाउनुहुन्छ के गर्नुहुन्छ मलाई थाहा छैन। हजुरहरूले यो माथिको भिडियो जुन भर्खर हेर्नुभयो, यो भिडियोमा केपी शर्मा ओलीले भन्नुभएको कुरा यति नराम्रो कुरा बोल्नुभएछ, उहाँलाई रियलाइजै छैन कि। उहाँलाई रियलाइज किन छैन भन्दाखेरि जहिले पनि यस्तो कमेन्टहरू हावादारी कुरा गर्दाखेरि मान्छेले ताली बजाइदिन्थे, थपडी मारिदिन्थे, हेरिदिन्थे, हाँसिदिन्थे, अनि उहाँ एकदम खुसी हुनुहुन्थ्यो कि ओहो म त एकदम राम्रो बोलिरहेछु भनेर। उहाँ जब कि अहिलेसम्म विगतको 30-35 वर्षदेखि कन्टिन्युसली रूपमा तपाईँको नेपालको सांसद बन्नुभएको छ झापा नम्बर 5 बाट। नेपालको सबैभन्दा ठुलो पार्टी मध्ये गनिने पार्टी एमालेको उहाँ अध्यक्ष हुनुहुन्छ, जुन उहाँले भर्खरै केही महिना अगाडि अथवा केही हप्ता अगाडि फेरि पनि जित्नुभयो। त्योभन्दा पनि ठुलो पोस्टमा उहाँ नेपालको प्रधानमन्त्री पनि 3 चोटि भइसक्नुभयो। त्यत्रो ठुलो पोस्टमा बसेको मान्छे, त्यति ठुलो मान्छे, यो कुनै पनि पोस्टमा भर्खरै मैले मेन्सन गरेको, भर्खरै मैले भनेको पोस्टहरू जति पनि छ, यो कुनै पनि पोस्टमा उहाँ एउटा कुनै जातीय अथवा कुनै एउटा समुदाय, कुनै एउटा सानो ठाउँलाई प्रतिनिधित्व गरेर पुग्नु भएको ठाउँ होइन के। सबै ठाउँमा उहाँले एकदमै ठुलो एरियाको मान्छे, विभिन्न जात जातिको मान्छे, भाषाभाषीको संस्कार फलो गर्ने मान्छेहरूलाई उहाँले प्रतिनिधित्व गरेर त्यो ठाउँमा पुग्नु भएको। र त्योभन्दा पनि ठुलो कुरा, एउटा देशलाई प्रतिनिधित्व गरेर उहाँ प्रधानमन्त्री बन्नुभएको छ भने त्यस्तो ठुलो पोस्टमा पुगेको मान्छेले यति सानो, यति तुच्छ र यति नराम्रो बोली कसरी बोल्न मिल्छ। अहिले पनि झापा 5बाट सांसदको लागि उहाँ उम्मेदवारी दिनुभएको छ। झापा 5मा पनि विभिन्न प्रकारको समुदायको मान्छेहरू होलान्, विभिन्न प्रकारको भाषाभाषीहरूको मान्छे होलान् भनेपछि धनुषा र महोत्तरी चाहिँ के नेपालको मान्छे होइनन् र? उहाँले सांसद पद जितेर एमाले सरकार बनायो भने उहाँ प्रधानमन्त्रीको दावेदार हुनुहुन्छ भनेदेखि उहाँ प्रधानमन्त्री भइसकेपछि के धनुषा र महोत्तरीलाई नेपालबाट बाहिर निकालिदिने हो र? उहाँ त्यो ठाउँलाई चाहिँ विकास गर्नु पर्दैन? त्यो ठाउँमा चाहिँ राम्रो कुरा पुर्याउनु पर्दैन? यति नराम्रो कुरा कसरी बोल्न मिल्छ प्रधानमन्त्रीको दावेदार गरिरहेको मान्छेले? यति नराम्रो कुरा कसरी बोल्न मिल्छ त्यत्रो ठुलो ठुलो पोस्ट हाँकेर मै हुँ भन्ने घमण्ड जहिले पनि देखाउने मान्छेले? यो भिडियो देखेर म आफूलाई नेपाली भन्न पनि लाज लाग्नुपर्ने भिडियो हो कि। कसरी हामीले यस्तो मान्छेलाई चुनेर 3 चोटि प्रधानमन्त्री बनाउन पुगायो? यो एकदमै लाज मर्दो कुरा हो। तपाईँहरूले भोट गर्नुभन्दा अगाडि सोच्नु होला, कस्तो मान्छेलाई भोट गरिरहेको छु, त्यो मान्छेको सोच कस्तो छ। यस्तो सोच भएको मान्छेलाई नेपालको प्रधानमन्त्री बनाउन सकिँदैन। यस्तो सोच भएको मान्छेलाई झापा 5को प्रतिनिधित्व बनाउन सकिँदैन। यस्तो सोच भएको मान्छेलाई एमालेको अध्यक्ष पनि बनाउन नसकिने कुरा हो। तर दुर्भाग्यवश उहाँ हुनु भइसक्यो। त्यसमा त खेर अब हामीले केही गर्न सकेनौँ। नेपालभरिको मान्छेहरूले एमालेलाई भोट हाल्नुभन्दा अगाडि के सोच्नुहोस् भने तपाईँले हालेको एमालेको भोटले उहाँलाई प्रधानमन्त्रीको दावेदार गराउँछ। त्यही भएर प्लिज मैले हात जोडेर यहाँलाई बिन्ती गरेँ, आफ्नो भोट दिनुभन्दा अगाडि एकदम सोच्नु होला र कसलाई भोट गरिरहेको छु, त्यो मान्छेले के एजेन्डा बोकेर कहाँ जाने सोचिरहेको छ र त्यो मान्छेले हाम्रो देशलाई कसरी माथि पुर्याउँछ भन्ने कुरा एकदमै सोच्नु होला। र अन्त्यमा महोत्तरी र धनुषाका मान्छे पनि हाम्रै मान्छे हुन्, हाम्रै दाजुभाइहरू हुन्। उहाँहरूको बोली फरक होला, संस्कृति फरक होला, लगाउने लुगा फरक होला, तर पनि उहाँहरू नेपाली हो। र एउटा नेपालीले अर्को नेपालीलाई यसरी होच्याएर तल देखाएर जथाभावी बोल्न पाइँदैन। र कसैले बोल्छन् भनेदेखि त्यस्तो मान्छेले सपोर्ट पाउनु हुँदैन। भोट दिनुभन्दा अगाडि चाहिँ सोच्नु होला। जय नेपाल।